कुनै समयको कुरा हो, एउटा सानो सहरको छेउमा एकजना वृद्ध मूर्तिकार बस्थे। उनको ठुलो घर थिएन, सामानहरू पनि कम थियो, तर उनको आँखामा अद्भुत शक्ति र हातमा एकदमै राम्रो कला थियो। उनले जस्तोसुकै माटो ढुङ्गा पाए पनि त्यसलाई जीवित जस्तै देखिने मूर्तिमा बदल्न सक्थे। उनी आफ्नै संसारमा रमाइरहेका हुन्थे, जहिल्यै शान्त, गहन र मुस्कुराएर जीवन बिताइरहेका थिए। तर उनलाई मानिसहरूले सधैँ सोधिरहन्थे, तपाईँ जस्तो ठुलो मूर्तिकार सहर जानुपर्ने हो, यति सुन्दर कला भएर पनि किन यस्तो झुपडीमा बसिरहनु भएको छ। उनी सधैँ मुस्कुराएर भन्थे, सहर जाँदा म नाम कमाउन त सक्छु होला, पैसा पनि कमाउँछु होला, तर आफ्नो कलालाई मैले बिर्सिँदै जान्छु। म यस्तो ठाउँ चाहन्छु जहाँ मेरो कला जीवन छुने होस्, देखावटी होइन। एक दिन एउटा धनी व्यापारी उनलाई भेट्न आउँछन्। व्यापारी निकै उबाट प्रभावित पनि थिए र उनले मूर्तिकारसँग ठुलो अफर पनि गर्छन्। ठुलो सहरमा कार्यशाला प्रचार गर्ने, पैसा पुरस्कार जे चाहिन्छ सबै दिने भनेर उनलाई लोभ्याउन खोज्छन्। बुढा मूर्तिकार केही बेर मौन भएर विनम्र स्वरमा भने, मेरो मूर्ति बनाउनको उद्देश्य आत्मालाई छुने हो, केवल आँखालाई होइन। पैसाको लागि बनाएको कला केवल वस्तु हुन्छ, भावना हुँदैन। त्यो मूर्तिकारको त्यस्तो कुरा सुनेपछि त्यहाँबाट व्यापारी फर्किन्छन्। त्यसरी नै वृद्ध आफ्नो काममा दैनिक रूपमा लागिरहन्छन्। हरेक दिन आफूले सकेको राम्रो मूर्तिहरू बनाउने कोसिस गर्छन्। एक दिन उनले एउटा सानो मूर्ति बनाउँछन्, मुस्कान बोकेको सानो बालकको आकृति। त्यो मूर्तिमा कुनै चमकदार रङ्ग पनि थिएन, कुनै मूल्य टाँसिएको पनि थिएन, तर त्यो अनुहार त्यस्तो सहज मुस्कान थियो जसले हेरिरहेका हुन्थे ती मानिसहरूमा पनि मुस्कान आइरहन्थ्यो। उनले त्यो मूर्ति एउटा सार्वजनिक ठाउँमा राखिदिए, न त कुनै प्रचार गरे न त कसैको ध्यान ताने, तर चमत्कार त्यहीँबाट सुरु भयो। हिजोसम्म दुखी देखिने मानिसहरू त्यो मूर्तिलाई हेरेर केही बेरसम्म रोकिन्थे। उनीहरू मुस्कुराएर आफ्नो बाटोमा अघि बढ्न थाल्थे। जो रिसाएको हुन्थे उनीहरू शान्त हुन थाले। कतिले त भन्न लागिसकेका थिए, हामीलाई लाग्थ्यो मुस्कान पैसाले आउँछ, तर त्यस्तो होइन रहेछ, यो मूर्तिले पनि मुटु नै हल्का बनाइदिएको छ। हप्तौं महिनौं बित्दै गयो। त्यो मूर्ति अवलोकन गर्न आउने मानिसहरूको संख्या दिन प्रतिदिन बढ्दै गयो। त्यो मूर्ति देशभरि नै चर्चित बन्यो। त्यो सहरको प्रतीक बन्यो, खुसीको प्रतीक, र त्यो मूर्तिकारको लागि आशाको प्रतीक बन्यो। कहिलेकाहीँ पत्रकारहरू वृद्ध मूर्तिकार कहाँ पुग्थे र सोध्थे, तपाईले त जीवनमा कहिल्यै पनि ठुलो कुराको आशा राख्नु भएन नि? आफ्नो कलालाई विदेशमा प्रचार प्रसार गर्ने र पुरस्कारको आशा गर्ने काम कहिल्यै गर्नु भएन, तर पनि तपाईँ खुसी देखिनुहुन्छ नि? तर मूर्तिकारले सधैँ एउटै उत्तर दिन्थे, यदि मेरो मूर्तिले एउटा मात्रै मान्छेलाई पनि खुसी बनाउन सक्यो भने त्यो नै मेरो जीवनको सबैभन्दा ठुलो सफलता हो। यसरी मूर्तिकारले धेरै पैसा र ठुलो पुरस्कारको आशा नगरी थोरै रकममा पनि जिन्दगीभर काम गरे र आफ्नो जीवनलाई खुसीको साथ बिताए। यसबाट हामी सबैले सिक्नुपर्ने सन्देश भनेको जीवनमा ठुलो पद, ठुलो पुरस्कार या ठुलो सपनाको पछि मात्र भाग्ने होइन। साँचो सफलता त त्यो हो जुन तपाईको कामले कसैको मन छुन्छ, कसैको मुहारमा मुस्कान ल्याउँछ र भित्रभित्रै उज्यालो दिन्छ। तपाईँ ठुलो बन्न खोज्नुहोस्, तर अरू भन्दा होइन, आफै भन्दा। र याद राख्नुहोस्, सानो काम तर साँचो मनले गरिएमा त्यो नै संसार बदल्ने शक्ति हो। यस्तै सकारात्मक सन्देश बोकेको भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। सबैको जीवन सुखी रहोस्। धन्यवाद।